बगेको छ छारा रागतमा मेरो पोखरोमा जन्मे टाकुरामा खेल्ने म झुक्दैन झुक्ने नेपालको छोरो म झुक्दैन झुक्ने नेपालको छोरो। जय नेपाल। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। समयको पाबन्दीको बावजुद पनि हामीलाई समय दिनुभएकोमा आज मिति 2081 फागुन 23 गते हुन गइरहेको यस विद्यालयमा विदाय कार्यक्रमको सभापतिज्यू, यस कार्यक्रमका प्रमुख अतिथिज्यू, यस विद्यालयका विद्यालय व्यवस्थापकज्यू र यस विद्यालयका प्रधानाध्यापकज्यू र यस विद्यालयमा प्राध्यापकज्यू र यस विद्यालयका अध्यापन मेरा प्यारा भाइ बहिनीहरू र यस विद्यालयका कक्षा 1 देखि कक्षा 10 सम्म अध्ययन गर्दै गरेका भाइ बहिनीहरू र यस विद्यालयको कार्यक्रममा उपस्थित हुनुभएका मेरा अभिभावकज्यूहरू र यस विद्यालयमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई एकमुष्टमा म एसएलसी 2068 ब्याच र म व्यक्तिगत धनबहादुर तामाङबाट स्वीकार्नुहोस् न्यारो अभिवादन। जय नेपाल। आज यस विदाय कार्यक्रममा हामीलाई समय व्यवस्थापन गरी मेरा प्यारा भाइ बहिनीहरूलाई एसएलसी परीक्षा दिनका लागि जाँदै हुनुभएका भाइ बहिनीहरूलाई यस परीक्षाका लागि उपस्थित भई शुभकामना व्यक्त गर्न पाउँदा म एकदमै आभारी, एकदमै हर्षित, उत्साहित छु। यस विद्यालयको कक्षा 10 मा अध्ययन गर्दै गरेका मेरा भाइ बहिनीहरूलाई आउँदै गरेको एसईई परीक्षाको धेरै धेरै शुभकामना र एसएलसी पछिका व्यक्तिगत जीवनहरूका लागि सफलताका लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु। आज यस विद्यालयको कक्षा 10 मा अध्ययन गर्दै गरेका भाइ बहिनीहरूलाई विदाय गर्दै गर्दा 2068 सालको एसएलसी परीक्षा दिँदै गरेका भर्खर जस्तो लाग्छ। अङ्कमा गणना गर्ने हो भने हामीले एसएलसी दिएका पनि लगभग 13 वर्ष भइसकेको रहेछ। हामीले एसएलसी दिएपछि र 3 वर्ष पश्चात भर्ना भएका भाइ बहिनी पो हुँदो रहेछ। म थोरै विद्यालय जीवनलाई सम्झन चाहन्छु। हामीलाई पढाउनु भएका गुरुवर्गप्रति म एकदमै आभारी छु। हामीलाई सिकाइका दौरानमा हामीले धेरै गल्ती कमी कमजोरी गरेका थिए। यही गल्ती कमी कमजोरीहरूलाई सुधार्दै सही मार्गनिर्देशन गर्नुभएका भगवान रूपी गुरुवर्गलाई भित्र आत्मादेखि नै नमन गर्न चाहन्छु। अनि हामीले पढाउने गुरुवर्गज्यूहरू, यहाँ उपस्थित गुरुवर्गज्यू र शिक्षणका दौरानमा यस विद्यालयबाट विदाई भई जानुभएका गुरुवर्गज्यूहरूलाई पनि सम्झन चाहन्छु। साथै हामीलाई प्रेम सागर फाउन्डेसनले अभिन्न अङ्गको रूपमा सहयोग गरी जनभोजन गरी सहयोग गरिदिनु भएका म हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै सम्झन चाहन्छु। यस्तै गरी यस विद्यालय व्यवस्थापनका अध्यक्षज्यूले हामीलाई यस विद्यालयमा कक्षा 10 मा 10 कक्षासम्म विद्यालयलाई पुर्याइदिनु भएकामा पनि म यस विद्यालय व्यवस्थापनका अध्यक्षज्यूलाई सम्झन चाहन्छु। हाम्रो घर पछिको दोस्रो घर हो विद्यालय। विद्यार्थी जीवनमा 35% समय विद्यालय नै बिताउने गर्छौँ। त्यसैले होला सायद आफूभन्दा धेरै सफलता र प्रगतिको कामना गर्ने भनेकै बुवाआमा बच्चीको गुरुवर्ग नै हुन्। नत्र सबै प्रगति र उन्नतिलाई उछिनेको हेर्न चाहँदैनन्। हामीले यस विद्यालयबाट एसएलसी परीक्षा दिँदा एसएलसी पहिलो ब्याच एसएलसी परीक्षार्थी थिए। विषय र प्रसङ्गले अर्को अर्थ नलाने हो भने म यस विद्यालयबाट एसएलसी तयारी गराउनुभएका गुरुवर्गज्यू र व्यवस्थापन समितिका अध्यक्षज्यू पनि पहिलोचोटि नै हो। पहिलोपटक भए तापनि शिक्षणको दौरानमा हामीलाई कुनै पनि कमी कमजोरी हुन दिएको छैन भन्ने सबैमा अवगत नै छ। म विगतलाई सम्झँदै गर्दा एसएलसी परीक्षा एसईई परीक्षा दिँदै गरेका भाइ बहिनीहरूलाई साह्रै भाग्यमानी ठान्दछु। किनभने तपाईँले पढाउने गुरुहरू यस विद्यालयमा मात्र 13औं ब्याच परीक्षा तयारी गरिसक्नु भएका अनुभवी दक्ष गुरुहरू पाउनु भएको छ। हामीले एसएलसी परीक्षा दिँदा नजानेको कुरा सिक्नका लागि गुरुवर्ग र किताबमा मात्र सीमित हुनुपर्थ्यो। अहिलेका विद्यार्थीको हातामा मोबाइल फोन देखिन्छन्। नजानेको कुरा आफू स्वयं विद्यालयको नेट प्रयोग गरी डाटा अन गरी सर्च गरी पनि तुरुन्तै पत्ता लगाउन सकिन्छ। हाम्रा पालामा भन्ने हो भने एसएलसी परीक्षा दिँदा ओन्ली इन्कमिङ र आउटगोइङमा प्रयोग हुने मोबाइल फोन मात्र प्रयोगमा आउँथ्यो। त्यो पनि शिक्षक गुरुवर्गमा मात्र सीमित थियो। तपाईहरुले को हातमा भएको मोबाइल फोनको प्रयोग फेसबुक र टिकटकको लागि मात्र नभई घरमा बसी नआएका कुराहरू गुरुवर्गहरूलाई फोन मार्फत प्रयोग गर्नका लागि फोन गरी सोध्नका लागि पनि प्रयोग गर्न आग्रह गर्दछु। शिक्षा बिनाको जीवन आँखा नभएको अन्धो जस्तै हो।
हामीले अँध्यारो अन्धकार दुनियाँबाट बाहिर निकाल्ने ज्ञानको ज्योति दिने मन्दिर जस्तो विद्यालयको भवन गुरुवर्ग नै हुन्। विद्यार्थी जीवन कहिले सकिला भनी हामी प्रतीक्षा गर्दै बस्छौँ। यही प्रतीक्षाको क्षण हो, एउटा चाइनिज बाँसको बीज जस्तै हो। जब चाइनिज बाँस जमिनमा 3 वर्षसम्म जरा मात्रै बिछ्याउँछन्, बाहिर निस्किँदैनन्। तर जब 3 वर्षपछि बाहिर निस्किन्छ तब चाइनिज बाँसले प्रति मिनट 300 आमका दरले वृद्धि हुँदै जान्छ। त्यस्तै हो विद्यार्थी जीवन। कक्षा 10सम्म एसएससीसम्मको पढाइ भनेको। कक्षा 10सम्म पढ्दै गर्दाखेरि चाइनिज बाँस जस्तै बस्दाखेरि धैर्य गरेर बस्नुपर्छ। हामीले पनि विद्यार्थी जीवनमा 10 कक्षासम्म चाइनिज बाँस बीज जस्तै बसेका छौँ। जब एसई परीक्षा दिन्छौँ तब प्रगति र उन्नतिका बाटाहरू रोकिने छैनन्, प्रगतिका पाइलाहरू कामिने छैनन्, प्रगतिका क्रमहरू जारी हुनेछन्। यही प्रगतिको क्रममा हामीले अन्ध जस्तै स्वार्थी भएका छौँ। एक अन्धले जीवनभरि आफूले अन्धोपनमा सहारा दिने लक्ष्यलाई आँखाको ज्योति प्राप्त गरे पश्चात सुरुमै फ्याँकिने भनेको त्यही लौरो नै हो। हामीले प्रगतिको क्रममा हामीलाई अक्षर चिनाउने गुरुवर्गले भन्दै रहेका छन्। कतिपय मेरा प्यारा साथीहरूले एसएससी परीक्षा सकियो, अब थप पढाइ गर्न सकिएन, प्रगति र उन्नति गर्न सकिएन, मेरो 10 कक्षासम्मको काम लागेन, पढाइ काम लागेन भन्नुहुन्छ भने त्यस्ता मित्रहरूले गलत बोल्दै हुनुहुन्छ, गलत सोध्दै हुनुहुन्छ। यही 10 वर्षसम्मको पढाइले नै हो हामीले बिताइरहेका तपाईँको जीवन नै प्रगति हो। यदि पढाइ नभएको भए हामीले प्रयोग गर्दै आएको मोबाइल फोन गर्न, रिचार्ज गर्न, इभन बाटोमा लेखेका साइनबोर्डहरूको प्रयोग गर्न समेत हामीले अरूको सहारा लिनुपर्थ्यो। त्यसैले म भन्न चाहन्छु कि यो कक्षा 10सम्मको जीवन भनेको अध्यापन गर्दै गर्दा आउँदाखेरिको अनुभवले सिकाएको कुरा भनेको एसईसम्मको पढाइ भनेको अन्धकारमा प्राप्त गरेको 10 कदमवाला म्याजिक लाइट नै हो, जसले प्रयोग गर्न सक्यो भने जीवनमा संसार घुम्न सकिन्छ, संसार जित्न